आफ्नो परम्परा आफ्नो रीतिरिवाजलाई जस्ताको तस्तै हामी आफ्नो गाउँघरमा मनाउँछौँ। त्यस्तो हुनुपर्ने कतारमा रहेर पनि यहाँ आफ्नो परम्परालाई जहिले पनि बचाउनुपर्छ भन्ने मानसिकता साथ विभिन्न वस्त्र रोजगारमा जस्तो परिस्थिति भए पनि यो एक दिन रमाउने परम्परा महाराष्ट्रमा बसेको छ र यहाँहरूले देख्न सक्नुहुन्छ यति बेला जुन सुनवार जातिको एउटा पहिचान भेषभूषा जुन समाज समुदायले यो किन कसरी गरिन्छ भन्दाखेरि यो जुन उठानी भन्छ अहिले मुख्यमन्त्री भन्छ यो उठानी मनाउने बारीमा जुन भित्राइ काम गरिन्छ मङ्सिर महिनामा त्यो बारीनाली भित्राइसकेपछि त्यसलाई ठुलो हुन्छ हामी सहयोग गर्छ त्यसमा त्यो सहयोगी बसोस् भनेर फटाराले त्यसरी गरेको छ त्यसरी नआएको भनिन्छ त्यसमा भाले पनि हुन्छ त्यसमा भाले पनि त्यसमा विशेषता हुन्छ त्यसको पुजारीले जड गरेको घरमा गरिन्छ आफ्नो समुदायको घरमा गरिन्छ घरमा जाने बेलामा त्योभित्र उनीहरूले त्यहाँ बेलामै प्रवेश गर्नुभएको थियो त्यो पनि हामीले सहयोग भनेर त्यो सहयोग घरभित्र पसिसकेपछि जुन यहाँको अन्नबाली छैन त्यो अन्नबाली परिसरहरू राखिन्छ र त्यसमा नाचले पूजा हुन्छ त्यहाँतिर भन्छ त्यसलाई हाम्रो भाषामा गरिसकेपछि त्यहाँदेखि आफ्नो तालमा परिपक्वता हुनुको अहिले जुन यहाँ स्वागतमा यदि ढुकीमा छैन पनि आफ्नो मानिसका परम्परालाई राख्ने चेष्टा गरिएको छ यहाँ उपस्थित सम्पूर्णमा किराँतीहरूको महान चाड सकेला उन्हुली पाल्नुभएका प्रमुख अतिथिज्यू विशेष अतिथिज्यूहरू लगायत यहाँ सम्पूर्ण उपस्थित दिदीबहिनी दाजुभाइहरू सबैमा मेरो एकमुष्ट रूपमा साङ्गीतिक नमस्कार टक्राउन चाहन्छु। यहाँहरूको महान चाड यहाँहरूको संस्कृतिलाई सम्मान गर्दै
सरकारहरूले हाम्रो साकेला सिरी मात्र गठित गरिरहेको छ र हाम्रो यो साकेला सिरी यसको विशेष अर्थ छ। यो सिरी किन नाचिन्छ, यो कसरी यसको सुरुवात भयो र यसलाई किन हामीले प्राथमिकता दिएका छौँ, यी सबै कुराहरू हामीले बताइन्छ। त्यसैले हामी किराँतहरू आदिमकालदेखि बसोबास गर्दै आउँदा हाम्रा पिता पुर्खाहरूले विभिन्न कुराहरूको आविष्कार गर्दै जाँदा हिजो हाम्रा पुर्खाहरू नाङ्गै बस्दाखेरि कपडा कसरी लगाउनु पर्छ भन्ने कुराको आविष्कार गर्दै जाँदा त्यसै गरी हामीले खाने अन्नबालीहरू के के छन् भन्ने कुराहरूको खोज गर्दै जाँदाखेरि उहाँहरूले हाम्रा पुर्खाहरूले त्यसको आविष्कार गर्नुभयो। त्यसै गरी विभिन्न कार्यक्रमका समयमा यी हाम्रा पुर्खाहरूले विभिन्न किसिमका मनोरञ्जनका कार्यक्रमहरू विभिन्न किसिमका हाम्रा पिता पुर्खा तथा पुत्रीहरूलाई हामीले सम्मान गर्ने कुराहरू गर्दै जाँदा हाम्रो किराँतीहरूको विशिष्ट संस्कृति, विशेष चाडहरू, ऐतिहासिक दिनहरूको आविष्कार भयो। त्यसैले आज हामीले विभिन्न चाडहरू मध्येका हाम्रा किराँतीहरूको साकेला सिरी हामी प्रस्तुत गर्न गइरहेका छौँ। साकेला सिरी पनि सामान्यतया कुन किसिमको हुन्छ, जुन हामीले नाच्दै गरेको सिरी जो हाम्रा कलाकार किराँतीका कलाकार दाजु दिदीहरूले हामीलाई साकेला सिरी नाचेर प्रस्तुत गरिराख्नु भएको छ। जुन सिरीहरू 3 किसिमका विशेष गरेर 3 भागमा हामीले हाम्रा पिता पुर्खाहरूले विभाजन गर्नुभएको छ र जुन मानवीय सिरी अन्तर्गत पर्दछ। मान्छेहरूले विकास गर्दै जाँदाखेरि हिजो कसरी हामी विकास भयौँ, हामीलाई के के कुराको आवश्यकता पर्छ, मानवीय जीवन साधन गर्नको निम्ति के के कुराको आवश्यकता पर्छ, ती सबै कुराहरू हामीले मानवीय सिरी गर्ने गरिन्छ। त्यसैले विभिन्न काठमाडौँमा हाम्रा सबैजनालाई आफ्नो साथीको है धेरै धेरै धन्यवाद। मिठो प्रस्तुतिको लागि गायक मनिष लेम्बुज्यूलाई। अब फेरि पनि म सम्पूर्ण किरा फटाङ्गाहरूको पनि अभिनय गरेर हामी किराँती राईहरू वर्षमा 2 चोटि यो उभौली चाड र उभौली चाड गरेर 2 पटकमा हामी हाम्रो साकेला सिरी विभिन्न किसिमका साकेला सिरीहरू हामी प्रस्तुत गर्दै हामी मनोरञ्जक रूपमा मनाउँदै झन्टा र चन्दर अथवा वनस्पतिका सेउलीलाई हामीले प्रयोग गर्दै हामी हाम्रो संस्कृतिलाई साकेला सिरीको रूपमा प्रस्तुत गर्ने गर्दछौँ। र विशेष यो किराँतीहरूको एउटा किराँत राईको एउटा महान पहिचान हो र यो साकेला सिरीले अत्यन्तै महत्त्व राख्दछ। यो किराँती राईहरूको साकेला सिरी नै एउटा हाम्रो जीवनको एउटा ठुलो जीवनोपयोगीमूलक एउटा हाम्रो यो संस्कृति हो। यसमा हाम्रो जीवन्त छ, यसमा हाम्रो सृष्टि छ, यसैमा हाम्रो उत्पत्ति कथा छ र यही साकेला सिरीलाई हामीले विस्तृत रूपमा हामीले बुझ्ने हो भने
यसमा धेरै कुराहरू हामी पाउन सक्छौँ र विशेष गरेर किराँतीहरू प्रकृति पूजक हुन्। किराँतीहरू किराँत धर्म अन्तर्गत पर्दछ र किराँत धर्म अन्तर्गत हाम्रो मुन्धुम हुन्छ र मुन्धुममा यी सबै साकेला सिली लगायतका सम्पूर्ण किराँती संस्कार संस्कृतिहरूको बारेमा विस्तृत रूपमा राखिएको छ र विभिन्न काल समयमा नेपालको समयमा भन्नु हो भने हाम्रा किराँतीहरू आदिवासी जनजातिको दृष्टिभित्र पर्दछ र किराँत राईहरू आदिवासी जनजातिहरू आदिमकालदेखि नेपालमा जङ्गलको अवस्थादेखि जङ्गललाई फडानी गरेर फडानी गर्दै बस्दै विभिन्न कालखण्डमा हाम्रा पिता पूजाहरूले सिद्ध गरेका संस्कृतिहरू अत्यन्तै सुन्दर र अत्यन्तै वैज्ञानिक पनि छन्। यसैले किराँतीहरू प्रकृतिसँग अत्यन्तै विश्वास गर्छ, प्रकृतिसँग खेल्छ, प्रकृतिसँगै रमाउँछ र प्रकृतिसँगै रमाउँछन्। त्यसै गरी यही जमिनमा हामी जन्मिन्छौँ, यही प्रकृतिमा हाम्रो जन्म हुन्छ, यही प्रकृतिसँग हामी मर्छौँ र हामीले जन्मेदेखि मृत्यु अन्तसम्म गरिने विभिन्न किसिमका किराँत राईहरूको संस्कार संस्कृति प्रकृतिसँगै जोडिएको हुन्छ। त्यसैले हामीले यो यति बेला यो वैशाखी पूर्णिमाको बाटो रहेको छ। यो सिजनमा अत्यन्तै जाडो सिजन छ र जाडो सिजनमा प्रकृतिका प्रतिनिधिहरू प्रकृतिका सेवार्थीहरू त्यसैगरी भेला पानीमा रहेका माछाहरू अथवा पानीमा बस्ने जीव-जन्तुहरू पनि यो जाडोको समयमा माथि हिमालदेखि तर देशतिर गरिने तथा न्यायको लागि गर्ने भएको हुनाले हाम्रा पिता पुर्खाहरूले यो चाडलाई गौरी चाडको रूपमा मनाउँदै आएको छ र हामीले विशेष प्रकारले गौरी चाडलाई नेपालको सन्दर्भमा हाम्रो एउटा राष्ट्रिय चाड हो, हाम्रो धर्मको चाड हो। धन्यवाद छ कलाकार गायक एन्जल राई र गायिका एलिसा राईज्यूलाई। यहाँले
यति राम्रो प्रस्तुतिको लागि कलाकारहरू हुनुहुन्छ लक्ष्मी छेत्री, एकराज रायजी।